यहाँ भिडियो होइन भिडियो क्या यहाँ हुनुहुन्छ मेरो प्यारी दिदी शोभा दिदी होइन अनि यहाँ चाहिँ मिची मिजी हुनुहुन्छ नमस्कार नमस्कार अनि यहाँ सानो भाइ छ बाबु हामी चाहिँ यो के अरे कालु पाण्डे चोकको है दह चोकको भ्यू टावरमा छौँ होइन अनि तपाईँहरू पनि घुम्न आउनुहोला गाइस बल्ल बल्ल भेट भएको हामी तिनजना हँसाएर दिदीले हाँस्दा हाँस्दा यहाँ भिडियो बनाउँदाखेरि अलिक परबाट मात्रै आउने रहेछ नि यो चाहिँ हामी चाहिँ निरन्तर यात्रामा छौँ है त काजी कालु पाण्डे रिसोर्ट घुम्न गएको अनि ट्याक्सीमा जाँदैछौँ अनि यसो भिडियो बनाइदिएको यहाँ कस्तो ए हामी चाहिँ भाइरल गीतमा डान्स गर्दैछौँ है टिकटक बनाउँदैछौँ त्यो लोभी आँखा गइहाल्यो भन्ने गीतमा अनि त्यसपछि यता अब घुम्दै भइसक्यो म लड्दिनँ पछाडि कस्तो राम्रो मौसम दिदी मलाई घुमाउनु दिदी मलाई घुमाउनु अब यहाँ कम्मरमा क्या काजी कालु पाण्डे समाधिको चाहिँ भिडियो हेर्नुहोस् है गाइजहरू अनि यो चाहिँ दहचोक भ्यू टावर होइन अनि मैले भिडियो बनाइरहेको छु मौसम कस्तो राम्रो तपाईँहरू पनि छुट्टीमा घुम्न जान चाहनुहुन्छ भने घुम्न जानु होला तर यहाँ चाहिँ यही टावर मात्र हो अनि त्यसपछि यो शालिग हो होइन अनि एउटा रिसोर्ट रहेछ अनि त्यति नै मात्र हो त्यस्तो धेरै चाहिँ छैन अनि तपाईँहरूलाई चाहिँ सुनसान रमाइलो शीतल मनपर्छ भने चाहिँ यहाँ जान सक्नुहुन्छ दहचोक है कालु पाण्डे दहचोकमा शोभा दिदीले ल्याउनु भएको यहाँ हिँड्दै हुनुहुन्छ है अब मर्छु पनि होला सबै टपमा जाउँ यहाँ चाहिँ म कति सिकायो जाऊँ है त्यस्तो पो हो दिदी कालु पाण्डे दहचोक भ्यू टावर लुगा लामो भन्दाखेरि त्यो आयो गली म यहाँ टपबाट गली सक्यो मरे म त प्लेनमा हिँड्ने जस्तै लाग्छ त बादल प्लेनमा बादल यस्तै हुन्छ नि त कस्तो रिङबाट पो चल्दैछ है है यस्तो भनेको आइपुग्यो के अरे अग्लो बाटोमा माथि माथि हाल्ने त्यही हो अहिले स्विजरल्यान्ड पार्क कालु पाण्डे चोक द के पो दहचोक यहाँ दुईटा बाटो मैले चाहिँ म धेरै हेरेको जुन भाइ बजाइदिनु न यतिकै नबुझ्यो नि नबुझ्ने बनायो भने नाच्न सजिलो हुन्छ बुझ्नेले अप्ठ्यारो पार्छ कन्फ्युज हुन्छ गीत तपाईँले गीत दिनै त्यो त अन्दाजमै होइन भिडियो आफै गरेको यो मालमा
दादाहरू हेलो म हेर्नुहोस् है गाइजहरू यो चाहिँ कालु पाण्डे समाधिबाट फर्किँदाखेरिको भ्यू कस्तो दामी छ रुखहरू तपाईहरूलाई पनि जान मनपर्छ भने यस्तो शीतल ठाउँमा घुमेर आउनु होला अब भ्यूहरू भनेको चाहिँ सबै यस्तै खालकोहरू मात्र हो है एकदम रुखपातहरू होइन एकदम वन जङ्गलहरू त्यस्तो घुम्न मनपर्छ भने चाहिँ यहाँ जानु होला हामी चाहिँ घुमेर फर्किसक्यौँ तपाईहरूको पालो अब चाहिँ अनि कस्तो लाग्यो मेरो भिडियो हेरेर कमेन्ट पनि गर्नु होला है त गाइजहरू दिदी आउनु है खाना अब काजी कालु पाण्डे पनि पुगेर आइहाल्यो गाइजहरू भन्दाखेरि फर्स्ट टाइम हेलो गाइस ल है त अब यो चाहिँ हामी फर्केको मौसम होइन कस्तो राम्रो छ मौसमहरू चाहिँ अनि तल चाहिँ काठमाडौँ सहर देखिएको छ काठमाडौँ सहर लाग्छ हेर्दा रहर कस्तो ब्युटिफुल देखिएको छ अनि अब चाहिँ हामी घुमिसकेर फर्केको अनि भ्यू पनि एकदमै दामी आएको छ अनि एकदम रमाइलो भयो घुमघाम चाहिँ तपाईँहरू पनि घुम्न नछुटाउनु होला बाई बाई थ्याङ्क यू सो मच for watching my video. Bye bye.